lembe jebe chamun mollam sho so आज यहाँ उपस्थित हुनुभएका सबै श्रद्धालु बाबाजनहरूमा विशेष जामुन अर्थात् मैत्रेय परिधानको बारेमा भन्न गइरहेको छु। मैत्रेय भन्नु साथमा कसलाई भन्नु पर्दछ भने भगवान गौतम बुद्धको 8वटा चाहिँ अनि बोधिसत्व अनि शिक्षा चेला भनौँ अथवा उहाँको अनुयायी भनौँ अथवा आफ्नो हृदय पुत्र भनौँ थुक्से अनि मध्ये अनि एउटा चाहिँ को हो मैत्री बोधिसत्व मैत्री अर्थात् अनि ग्याल्वा चाम्बा भविष्यमा अनि 5औं बुद्धमा परिणत हुन्छ। आज अनि कहाँ विराजमान हुनुहुन्छ अनि देवलोक तुषित अर्थात् गधेनको अनि देवताको राजाको स्वरूपमा अनि बस्नु भएर प्राणी हित गरिराख्नु भएको छ। उहाँ चाहिँ अब यो शाक्य वंश भनौँ शाक्य मुनिको जति पनि शासन छ सबै दिन अब अनि घटिसकेपछि नष्ट भए पश्चात अनि 5औं बुद्धको नाममा अनि उहाँ चाहिँ दिन जन्म लिनुहुन्छ भनेर चाहिँ भगवान गौतम बुद्ध स्वयंले भन्नुभएको। आज हामी अनि अब अध्ययन गर्छु यसको व्याख्या सुन्छु भनेर बस्ने पनि हो त्यही दिन नालन्दामा अनि धेरै दिन विद्वान थियो। उहाँ कुनै समयमा बुद्धको समयमा अनि अजित भन्ने नामले युक्त भएको त पनि उहाँ अहिले तुषित देवलोकमा छ है उहाँ चाहिँ मेरो अनुयायी हो भनेर बुद्ध स्वयंले दिन उ भएको। उहाँले दिन पुरा नै अब श्रद्धा गर्ने भक्ति भाव जाग्ने चाहिँ आसङ्गले अनि उहाँले दिन दर्शन पाएको कुरा रहेछ। त्यस कारणले ओ साङ्गे कौला छाजोलो ढाँसला मे देवाई भन्ने पुस्तक चाहिँ कसरी लेखेर छ अब यो परिधान मलम चाहिँ कसरी लेखेर छ भनेर अरूले सोध्यो भने के भन्नु पर्यो भने हुन चाहिँ यो मैत्रेय बोधिसत्वले पूर्व कालमा भन्नुभएको चाहिँ बुद्धले त्यो सम्झेर चाहिँ उहाँ चाहिँ सापटी लिएर चाहिँ उहाँले अनि मुखर विदबाट निस्किनु भयो। अन्तिममा 1 श्लोक चाहिँ बुद्ध स्वयंले त्यसलाई चाहिँ लेख्नु भएर अनि 24 श्लोक छ भन्नुभएको छ। त्यस कारण अब यहाँबाट हामी यहाँ सुरुवात गर्न गइरहेको छु। चाम्मन चाम्पा भने चाहिँ मैत्रेय भन्छ। अब आज हामीले सेम्जे थाम्जे देवादन देवे गीतन देम्बर क्युर्जी भन्छ हो त्यो चाहिँ चाम्पा भन्छौँ। चाम्पा अब चाम्बोकी भन्छ नि अब बोट भाषामा अथवा शेर्पा भाषामा चाम्बो भने चाहिँ अनि माया गर दया गर अथवा दुःख नदे भन्ने कुरा हो। सेम्जे थाम्जे देवादन देवे देम्बर क्युर्जी भने सेम्जे थाम्जे सबै प्राणीहरू चाहिँ के होस् भने देवादन देवे गीत देम्बर क्युर्जी देवा भने सुख होस् अरे आनन्द होस् खुसी होस् भन्न खोजेको। अनि त्यो देवाको अनि मूल स्रोत मूल कारण चाहिँ के हो भने पुण्य हो। त्यस कारण सबैलाई सुख होस् सुख आउने स्रोत अथवा माध्यम चाहिँ अनि पुण्य हो अथवा सोनम हो धर्म हो त्यो चाहिँ गर्ने अवसर पाओस् भनेर। त्यस कारण सेम्जे थाम्जे देवताङ सुख र अनि सुखको कारण बनोस् भनेर सेम्जे देवताङ देवी ग्युताङ देम्बर क्युर्जी देवी ग्यु के हो देवा हो। देवीको देवा सुखको अनि स्रोत सुखको माध्यम सुख आउने स्थान चाहिँ अनि पुण्य हो अथवा धर्म कर्म हो त्यसमा लागि परोस् भनेर अनि त्यो पढ्ने मलमको नाम चाहिँ चाम्बा भनेर चाम्बा छेमेस। अब त्यो चाहिँ मैत्रेय भनेको मैत्रेय है ल। त्यसको पछाडि सेम्जे थाम्जे दुङल दुई ग्यो टुवर्सी ढलवड क्युर्जी भन्ने पो अनि त्यहाँबाट यिङजे करुणाको कुरा आउँदछ। त्यो सर्वप्रथम चाहिँ अनि 4 ब्रह्म विहार भन्नेबाट चाम्बा छेमेस चाम्बा सबैमा हुन्छ अरे मैत्री भाव किन हुँदैन सबैमा हुन्छ नि। ओ मेरो छोरा चाहिँ अब सुख होस् सुखको कारण बनोस् मेरो छोरी सुख पाओस् सुखको कारण बनोस् मेरो देवर सुख पाओस् सुखको कारण बनोस् सासु ससुरा सुख पाओस् सुखको कारण बनोस् भनेर सबैले हुन्छ। त्यो चाहिँ स्वार्थी के हो अनि मैत्री हो स्वार्थी अनि अब चाम्बा हो। तर यहाँ हुनु पर्ने चाहिँ के रहेछ निस्वार्थी हुनु पर्यो। सारा जगतको प्राणीहरू सबै सुख पाओस् सुखको कारण न भेटोस् सुखको कारणसँग बस्न पाओस् सुखको कारण चाहिँ के हो पुण्य लाभ होस् भन्नु खोजिरहेछ। त्यस कारणले त्यही अब चाम्पाको नामसँग सम्बन्धित अनि बोधिसत्वले लेख्नु भएको प्रार्थना चाहिँ यहाँबाट सुरु भयो। चाम्मन भने चाहिँ मैत्री परिधान मल्लमले के भन्छ हामीले परिधान भन्नु छैन ल चाम्मन छैन। अब यहाँबाट ग्याकर केतु होस् ग्याकर केतु भने चाहिँ के भाषामा भनिदियो पहिला संस्कृति भाषामा भन्नु खोजिरहेछ। आर्य मैत्री परिधान राजा अरे आर्य भने चाहिँ को हो फाक्पा हो आर्य देवा फाक्पा ला भन्छ आर्य नागार्जुन फाक्पा लुडुप भन्छ जस्तो
अनि आर्य अवलोकेश्वरा भन्छौँ नि हामीले आर्य अवलोकेश्वरा फाक्पा च्यारेसे भनेर जस्तो आर्य तारादेवी भन्छौँ भने फाक्मा ने के हो झिजुन्डोलमा भन्छौँ नि हो त्यस्तै गरेर आर्य भनेको के रहेछ फाक्पा फाक्पा भनेको के को किन फाक्पा भनेको छ यो लौकिक सुख शान्ति आनन्द बाट अनि टाढा अनि अलौकिक सुख शान्तिले अनि लाभ गरेका तीहरूलाई चाहिँ फक्वा भन्छ संसारमा नफस्ने संसारमा नफसेको अलिअलि फसेको हो भने ओ अनि आघात पनि हो अरे नि डाचम्बा राङसाङ्गे पनि अब खोरी थाला थर सिवी थाला लुङ भन्छ कि त्यस कारण सांसारिकबाट अब उँधो उँभो बाहिर निस्किए तापनि अनि साँच्चीकै बुद्धको बोधिसत्वको रूपमा नपुगेको हुनाले त्यो पनि एउटा अनि अब अपनाउने ठाउँ चाहिँ होइन भन्नुभएको छ त्यस कारणले सिबिथाला लुङवा यो हो सिबिथाला लुङवा भनेको हो त्यस कारणले आज हामी भन्नु खोज्यो चाहिँ फाक्पा भन्नु साथमा अर्थात् डाचम्बलाई भन्दैन रहेछ राङसाङ्गे भन्ने प्रत्येक बुद्धलाई नै भन्दैन रहेछ भन्ने फाक्पा भने चाहिँ भूमि पद प्राप्त भएकोहरूलाई मात्र फाक्पा भन्दछ बुझ्नु पर्यो अब फाक्पा भने चाहिँ कहाँ पुग्यो अब हामीले यो छक्लम जोर्लम थोङलम गोमलम मिलोबलम भन्दछ नि यो लामगा भन्दछ पाँच मार्ग हो पहिले चाहिँ साम्बा र मार्ग भन्दछ छक्लम भने चाहिँ हो अनि त्यस दोस्रो चाहिँ छक्लम जोर्लम अनि अनि प्रयोग मार्ग भन्दछ जोर्लम है अनि तेस्रो चाहिँ अनि दर्शन मार्ग भन्दछ थोङलम हो यो थोङलम पुगेपछि मात्र अनि फाक्पाको नाम पाउने रहेछ थोङलममा चाहिँ के भन्छ भने शून्यता बोध भएको निष्पक्ष भने जस्तो अथवा अब निस्वार्थ भने जस्तो अथवा शून्यता बोध भएको जस्तो कुनै माने भेदभाव रहित भने जस्तो त्यो सबैले ज्ञानले युक्त भएको ठाउँ चाहिँ को हो भने दर्शन मार्गमा रहेछ दर्शन मार्ग थोङलममा रहेछ त्यसले थोङलममा पुगिसकेपछि यहाँ चाहिँ कतिवटा छ लगभग 7वटा ठाउँ छ हो अब बोधिसत्वको 10वटा भूमिपथ मध्ये अनि 7वटा भूमिपथ चाहिँ यहाँ हुन्छ अरे त्यसबाट गोमलाममा छ गोमलामलाई हामीले अनि भावना मार्ग भन्दछ त्यो भावना मार्गमा 3वटा भूमिपथ छ अरे 8, 9, 10 अनि मिलोबलाम भन्दा असैच्य मार्ग भन्छ हो त्यो चाहिँ बुद्ध भूमि भन्छ यो चाहिँ सूत्रसँग अनुसारले भन्नुभएको है ल अब तन्त्र अनुसार चाहिँ फेरि अनि त्यो 10 भूमिपथबाट अनि 11, 12, 13 भनेर 13औं चाहिँ दोर्जेसँगको सा भनेर कैयौं परम्परामा दोर्जेसँगको बौद्ध वर्ष 13औं उपाधि चाहिँ बुद्धको साँच्चीकै अन्तिम गन्तव्य लक्ष्य चाहिँ त्यो हो भनेर भन्ने चलन पनि छ अझै होस् अनि यो फाक्पा भने चाहिँ अनि के रहेछ भने चाहिँ ओ छोक्लाम पाक भइसकेको छोक्लाममा पास भइसकेको जोर्लाम भन्ने प्रयोग मार्गमा नि पाक्स भइसकेको अथवा अनि त्यहाँ उत्तीर्ण भइसकेको अब त्यस पछाडि अब दर्शन मार्ग भने थोङलाम हो यहाँ पुगेपछि मात्र अनि अब फाक्पाको नाम उपाधि अथवा आर्य भन्ने नाम चाहिँ यहाँ पाउँदछ भनेर चाहिँ बुझ्नु पर्यो है ल त्यस कारण आज हामी पनि धर्मदेव सुनेर मात्र त्यहाँ पुग्छ पुग्दै पुग्दैन छ यसो ढोगेर यसलाई पुरा सेवा गरेर पुग्छ त पुग्दै पुग्दैन त्यस कारण थोपा साम्पा गुम्बा भन्छ नि थोपा भन्ने पहिले सुन्नु पर्यो साम्पा भने त्यसलाई चिन्तन मनन गर्यो अन्त्यमा के गर्यो ध्यान गर्नु पर्यो गोम भनेर चाहिँ ध्यान गरेर पछि मात्र त्यो ठाउँमा पुग्ने हो त्यहाँ चाहिँ हामीले पैसा दिएर किनेर सक्दैन सुन दिएर साटापाटा गर्न सक्दैन घर खेत छ यो दिउँला अथवा मेरो छोरी चेलीहरू छ त्यो दिउँला मलाई त्यो दियो भने त्यो उपाधि पाउँछ त कुनै हात नपाउने त्यो ठाउँमा पुग्नुको लागि चाहिँ आफू स्वयंले गरेको पापहरू नष्ट गर्दै आफू स्वयंले शरीर वचन मनको कुशल कर्मलाई अघि बढाउँदै ध्यानमा बस्नु पर्यो ध्यान मार्फत हो त्यहाँ पुग्ने ठाउँ हो त्यस कारणले पहिलो सम्बर मार्गमा हामी अनि पास हुनु पर्यो सम्बर मार्गमा के छैन सलम छुङ डिङ छे भनेर वर्ड छ त्यो सलम छुङ छुङ सबभन्दा तल्लोको स्तरमा पनि ओ शरीरलाई अनि आफ्नो बसमा राख्नु सक्नु पर्यो होसमा राख्नु सक्नु पर्यो आफ्नो यो स्मरण शक्तिलाई आफ्नो बसमा राख्नु पर्यो आफ्नो वेदना छोरा छ नि त्यसलाई बसमा राख्नु पर्यो यो बाहिरी वस्तुहरूलाई अनि यथार्थमा शून्यता रहेछ भने बुझ्नु पर्यो त्यस्तो गर्दा 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 गर्दै अनि त्यहाँदेखि फेरि डिङ्गुवामा आउँदैछ त्यहाँबाट छेम्बुमा आउँदा त्यसो गर्दा पो अनि त्यहाँदेखि चक्लमबाट जोर्लम अनि प्रयोग मार्गमा जाँदछ प्रयोग महिला भने टोचेमा शोभा छेचुक भने त्यसको अभ्यास गर्दा 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 अन्त्य पो कहाँ पुग्दछ अनि शून्यता बोध हुने ठाउँ चाहिँ थोङलाम अथवा दर्शन मार्ग पुग्छ दर्शन मार्ग अथवा थोङलाम पुगिसकेपछि पो अनि के पाउँदछ आर्य भन्ने नाम उपाधि त्यो पद चाहिँ हामीले पाउँछ
हो त्यहाँ पुगेपछि त धेरै चाहिँ अब के भन्छ पुण्य वृद्धि गराउन सकिन्छ अरे त्यहाँ प्राणीको हित पनि गर्न सकिन्छ अरे आज चुटा चुता चुङ्गी गेटे दलमा चाहिँ जेबी रब्दुदो बनेर त्यहाँ अघि मञ्जुश्रीको प्रार्थना परेको छ नि हो त्यस्तो ज्ञान शिक्षा सबै अनि प्राप्त हुने ठाउँ चाहिँ थोङलाम हो अरे अब आर्य भने यसो छ भनेर बुझ्नु पर्यो आर्य भने चाहिँ ओ इन्डियाको राजाहरूले आर्य भने त्यो हो कि भने होइन त्यो आर्य चाहिँ के को कारणले पुग्दछ भने सम्बर माघ पास भएर अनि यो प्रयोग मार्ग पनि पास भएर जोरलाम पनि पास भएर थोङलाम पुग्यो थोङलाम पछि पो अनि आर्य भने अनि सम्बोधन गर्नु मिल्दो रहेछ आज फक्बा च्यारेसी फक्बा जेमेयाङ त्यहाँदेखि फक्बा कुन्दु साङ्बो आजको त्यहाँदेखि फक्बा झाम्बा गोम्बो है हो त्यसै गरेर अब त्यस्तै जिपा नम्बर चाहिँ फक्बा नम्फिङ हो फक्बा साइङ हो अनि उहाँहरू सबैको हो त भने आर्य रहेछ अनि यो चाहिँ अनि यो के भन्छ दर्शन मार्गमा पुगेर धेरै दिन सिधै लाभ भइसकेको धेरै दिन उहाँको ज्ञानको लाभ भइसकेको अथवा सबै दिन अदृश्य ज्ञानले युक्त भएको सिद्धि पछि पत्र अनि आर्य भन्दछ ओहो आर्य भन्दा खतरा रहेछ नि धेरै दिन ठुलो उपाधि रहेछ नि भनेर सम्झेर चाहिँ हामीले के गर्नु पर्यो उहाँहरूको ध्यान साधनामा राख्नु पर्यो सक्यो भने आसङ्गले 12 वर्षसम्म अनि ध्यान गर्दैन जन्म दर्शन नपाएको चाहिँ पछि निस्वार्थ माया आएको कारणले उहाँले दर्शन पाए नि हो त्यसो त निस्वार्थ मायाहरू चाहिँ हामीमा पनि उब्जाउनु पर्यो आज जता भए पनि स्वार्थै बाहेक अरू नभएको हुनाले खाने बस्ने सुत्ने हिँड्ने बोल्ने जे क्रममा पूजा पाठ ध्यान साधना जे गर्ने क्रममा पनि निस्वार्थ भावले गर्नु सक्यो भने त बोधिचित्तले युक्त भएको पुण्य त्यो चाहिँ कल्प वृक्ष जस्तो हुँदछ भनेर चाहिँ अस्ति चन्जुक र साङ्चो मलमा धेरै भनिसकेको छु जे आर्य भने चाहिँ थोरैमा यहाँले थाहा पाउनु भयो होला आर्य भने चाहिँ थोङलाम पाएपछि मात्र दर्शन मार्गमा पुगेपछि मात्र अनि त्यहाँ पुग्दछ अनि यहाँ को रहेछ मैत्री भन्दै चाम्पा भन्छ चाम्पा आज पहिलो बुद्ध यो संसारमा हजार बुद्ध आउनुहुन्छ भनेर दोकासङ भने कन्जुर विधा एक ठेले पसो छ त्यसलाई दोकासङ भन्दछ त्यो विधा चाहिँ हजार बुद्धको बुबा आमा हजारजना बुद्ध जन्मिने क्रममा कुन ठाउँमा जन्म लिनुहुन्छ हजार बुद्ध जन्म लिइसकेपछि त्यसलाई ध्यान साधना गर्ने ठाउँ कहाँ हो धर्म देश सुनाउने ठाउँ कहाँ हो उहाँहरूको अनि चेलाहरू को हुनुहुन्छ उहाँ कति यो समय चाहिँ यो जम्बूद्वीपमा अनि प्राणी हित गरेर उसको शासन चाहिँ कहिले नष्ट हुन्छ सबै एकाएक लेखेको पुस्तक भनौँ त्यो ग्रन्थ एकलाई हामीले के भन्छ दो कलसङ भन्छ दो भने सूत्र हो कलसङ भने एउटा कलसङ भने भद्रकल्पा भनेको कल्पा सङ्घमा हजार बुद्ध आउने त्यो भविष्यवाणी सबै त्यसमा लेखिएको छ त्यही अनुसारले बन्यो हो भने पहिलो बुद्ध को रहेछ खोरवाजिक हामीले के भन्छ नेपाली भाषामा कर्गो छान्दक बुद्ध जो लुम्बिनीमै दर्शन भयो दोस्रो बुद्धको नाम के भन्छ शेरथुप चाहिँ अब नेपाली भाषा के भन्छ कनकमुदी बुद्ध भनेर उहाँ पनि लुम्बिनीमै जन्म लिएको अनि तेस्रो चाहिँ के भन्छ होसुङ साङ्गे होसुङको अनि अस्तुदातो गएको स्तुप हो भनेर हामीले विश्वास गर्छ अहिले चारौँ खैर चाहिँ साङ्गे होसुङ जन्म लिएर प्राणी हित गर्ने क्रममा अनि मा च्याजीमा पनि जन्म लिनु भएको थियो त्यस कारणले त्यो अनि अब मा च्याजीमाको अनि इष्ट देवता अथवा कश्यप बुद्धको अस्तुदातो भएको अनि स्थान छोड्देनलाई हामी पुरा जहिले पनि बिहान घुम्छौँ प्रार्थना गर्छौँ नि जे होस् उहाँको उहाँलाई चाहिँ के भन्छ ओ कश्यप बुद्ध तेस्रो भयो अनि चौथो चाहिँ शाक्यमुनि बुद्ध उहाँलाई चाहिँ के भन्छ अनि अब शाक्यमुनि बुद्धलाई चाहिँ साङ्गे थुपा भन्छौँ अनि नेपाली भन्छ सिद्धार्थ गौतम भनेर अनि शाक्यमुनि बुद्ध भनेर जे होस् चौथो अनि तेस्रो चाहिँ आज लुम्बिनी नगएर त्यो अनि अब जन्मेको स्थल चाहिँ अनि अहिले इन्डियाको अब भागमा अथवा पहिला त्यो नेपाल इन्डिया भनेर त्यसको विभाजन नभएको हुनाले अनि यता अहिले बाँडफाँड गर्दै यता परेछ तेस्रो चाहिँ इन्डियामै पर्छ भन्ने कुरा पनि छ जे होस् अब मैत्री चाहिँ 5औं बुद्ध रहेछ भनेर बुझ्नु पर्यो अहिले चाहिँ अनि उहाँ बोधिसत्वको रूप धारण गरेर एउटा तुषित लोकको राजाको रूप लिएर चाहिँ अनि प्राणी हित गरिरहनु भएको छ भनेर विश्वास गर्नुपर्छ किनभने बुद्ध स्वयंले भन्नुभएको आनन्द लगायत आजको यो अजित भने चाहिँ मान्छे चाहिँ भविष्यको बुद्ध हो अहिले उहाँ देवलोकमा भएछ तापनि आज यो धर्म दिशा सुन्नुको लागि चाहिँ मेरो सामुन्ने आएको छ यो अजित हो नि यो अजितको पूर्व जुनीमा लोटो टेम्पा भन्ने नाम थियो त्यो लोटो टेम्पाको समयमा चाहिँ उसले प्रार्थना गरेको मलम चाहिँ यो हो भनेर अनि उहाँले एकाएक अनि मुखले भन्ने क्रममा सबै खुसी भएर चाहिँ त्यस पछाडि यो
मैत्री मलम चाहिँ पर्ने अब संस्कार भनौँ पर्ने अनि निरन्तर चाहिँ त्यसलाई चाहिँ अब निरन्तर भन्ने कुरा छ। त्यस कारणले मैत्री भनेको चाम्बा गोम्बो छन्, चाम्बा गोम्बो अथवा बोधिसत्व चाम्बा गोम्बो छन्। प्राणीदान भने चाहिँ मल्लाम भयो। राजा भने चाहिँ राजै हो है ल, त्यसलाई किङ भन्छ होइन इङ्ग्लिसमा, त्यो राजा भने। यो पनि अघिको अब साङ्चो र यो चाहिँ दुवै राजा हो अरे। अघिको साङ्गो चाहिँ मलम ग्याल्पो हो भने यो चाहिँ चामनको मलमको ग्याल्पो हो अरे। चाम्यो मलम कि ग्याल्पो हो भने राजा छ। अब भो के त भोट भाषामा भन्नुपर्दा फक्बा झाम्बे मलम कि ग्याल्पो हो छ न। झाम्बे फक्बा भन्छ आर्य भयो, चाम्बा भने चाहिँ मैत्री भयो, मलम भने चाहिँ परिधान भयो, ग्याल्पो भने चाहिँ राजा हो। अघि अब साङ्चोमा चाहिँ त्यहाँ अब जम्बी याङलाई छाक्छलो भने छ भने जुर्छाको त्यो उल्टा गर्ने मान्छे उता अनुवाद गर्ने मान्छेले लेखेको छ। अनुवाद गर्नेलाई त्यहाँ लोचावा भन्छ होइन। अनि दोबासे अब ट्रान्सलेट गर्ने मान्छेले अनि आफ्नो इष्ट देवतालाई सम्झेर लेखेको। त्यो इष्ट देवतालाई कसलाई सम्झेको छ? साङ्चो क्रममा चाहिँ जम्बियाङलाई सम्झेको छ। त्यस कारण त्यो चाहिँ के को अन्तर्गत पर्दछ भनेर सम्झिनु पर्यो। ओ यो त अभिधर्म पिटकमा पर्दछ भनेर सम्झिनु पर्यो। आज यहाँ चाहिँ के रहेछ? साङ्गेदाङ छ्याजुसेम्बा थम्जेल छाक्सलो भने छ। साङ्गे र बुद्ध र छ्याजुसेम्बा भने बोधिसत्वहरू सबैलाई म नमन गर्छु, नमस्कार गर्छु अथवा सम्झिन्छु। उहाँलाई चाहिँ सेवा ढोक गर्दै म यो अब यो उल्था गर्ने कारणमा सुरुवात गरेँ भनेर चाहिँ लोचावाले लेख्नु भएको। लोचावा ट्रान्सलेट गर्दा अथवा दो भाषे अथवा यो अनुवादक अनि सबै एउटै हो नि। अनि उहाँले यो उच्चारण गर्नुको कारण के रहेछ भने ओ यो चाम्मन चाहिँ कुन अन्तर्गत पर्दछ भनेर बुझ्नु पर्यो। अनि सूत्र अन्तर्गत पर्दछ भनेर बुझ्नु पर्यो। किनभने त्यो बिर्सक यहाँ छ नि, ट्रान्सलेट गर्ने मान्छेले अनि थाहा पाएर बुझेर मात्र यो लेख्छ अरे कि। अनि कुनै ठाउँमा चाहिँ थाम्जे ख्याम्बालाई छाक्सलो हुन्छ, त्यो बिचमा जुर्छाक चाहिँ अनुवादकले थाम्जे ख्याम्बालाई छाक्सलो साम्याक सम्बोधिलाई नमन गर्छु हो। यो चाहिँ बिना पिटाको अन्तर्गत पर्दछ भन्ने बुझ्नु पर्यो। बिना पिटकलाई के भन्छ भन्दा दुलुई देनो, मोम्बी देनोलाई के भन्छ? अमिधर्म पिटक। अनि यो अहिले यो चाहिँ के रहेछ? सूत्र पिटकको अन्तर्गत पर्छ। दोही देनो त्यहाँदेखि त्रिपिटक भनेर तिनवटा देनोसुम भने चाहिँ अब बुद्धको भए नभएको अनि अब ज्ञान गुण चाहिँ त्यसमा अनि विभाजन गरेको छ। कुनै दुला देनो विनयसँग सम्बन्धित, कुनै मोबी देनो अभिधर्म पिटकसँग सम्बन्धित, कुनै सूत्र दोही देनो अनि सूत्र पिटकसँग सम्बन्धित। अब यो चाहिँ कुनसँग सम्बन्धित रहेछ भने बुझ्नु पर्यो। सूत्र पिटकसँग सम्बन्धित रहेछ भनेर बुझ्नु पर्यो। साङ्गेता छिसम्म थम्जेला छाउछलो होस् न। अब त्यो कुन गाउँ हो? यो कुन गाउँ भने चाहिँ को हो? बुद्धको काका छोरा हो कुन गाउँ हो। आनन्द भन्छ होइन। बुद्ध अनि परिनिर्माण भइसकेपछि बित्नु भइसकेपछि बुद्धको शासन चाहिँ कसलाई जिम्मा लाउनु भएको थियो भने अनि काश्यप भने बुद्धलाई, काश्यप भने एउटा उहाँको अर्हत थियो, चेला थियो, चेलालाई जिम्मा ल्याउनु भयो। त्यो काश्यप पनि अनि अहिले रियो च्यागाङ भन्छ नि त्यो अनि पर्वतमा, अनि त्यो पर्वतमै अब यो गुर्पाक भन्ने पर्वतमै अनि हुनुहुन्छ। त्यहीँ नै उहाँ अब मर्नुभएको अथवा त्यहाँ नै छ भनेर विश्वास गरिनेछ। जोस् त्यो गुर्पाक भने चाहिँ यो गोम्बो लुटुप अनि आर्य नागर जुन आउँछ नि उहाँ पनि ध्यान गरेको ठाउँ हो। अघि आसाङ्गा थोकमै पनि 12 वर्ष ध्यान गरेको ठाउँ हो। अनि कुनै समय आयो बुद्धको अनि जति पनि ज्ञान गुण शिक्षा दिएको मालिक अब उधर अधिकारी चाहिँ अनि आर्य कश्यप भनेछ, अर्थात् कश्यप हो। त्यो नेतन होसुङ पनि अनि त्यही नै त्यही ठाउँमै एउटा गाउँ थियो, त्यही जन्म लिएको हो। पछि अन्तिममा उहाँ त्यही बित्नु भएको कुरा छ जे होस् न। अनि यो अब काश्यप पछाडि पो अनि त्यसको बुद्धको शासनको उत्तर अधिकारी अथवा उहाँको साँच्चीकै अब बुद्धले भविष्यवाणी गरे अनुसारको 7 जना भित्र दोस्रो चाहिँ कुन गाउँ हो। त्यो कुन गाउँ चाहिँ बुद्धको भाइ पनि पर्छ। अनि बुद्धसँग जहिले पनि अनि सँगै बसेर बुद्धको लुगा पनि उहाँले सिलाउनुहुन्छ, बुद्धको खाना पनि उहाँले अब बनाउनुहुन्छ। अनि बुद्धको खाना मिठो छ छैन सबै पहिला उहाँले चाखेर मात्र बुद्धले दिनुहुन्छ। लुगा पनि उहाँले सिलाएको बाहेक अरू लुगा बुद्धले लाउनु हुँदैन थियो। जस त्यस्तो सेवा गर्ने र बुद्ध कुन गाउँ नभएको ठाउँमा बुद्धले धर्म देशना सुनाउन पाउँदैन भनेर अघि नै उसले प्रतिज्ञा गर्नु लागेको थियो। म तपाईँको सेवा गर्छु तर मेरो 3टा शर्त छ अरे। त्यो 3टा शर्त के भने
जहाँ जहाँ म भएको ठाउँ मात्र तपाईँ धर्मदेश चलाउनु पाउँछ। मैले सिलाएको लुगा मात्र तपाईँ लाउनु पाउँछ। मैले खाना बनाएको अथवा मैले चाखेर मिठो भयो नभएको थाहा पाएपछि त्यो मैले चलाएको मात्र तपाईँले सेवन गर्नुपर्छ भनेर त्यस्तो उहाँले प्रतिज्ञा गरिसकेपछि पो बुद्धले हुन्छ स्वीकारेर अनि बुद्धको सेवामा अनि लागि परेको अनि व्यक्ति भनौँ अनि अर्थात् डाचम्बा चाहिँ को हो त भने उहाँ चाहिँ कुनगाउँ हो बुद्धको कागज र अनि उहाँले चाहिँ अनि बिन्ती गर्नु चलाउनु भयो, अनुरोध गर्नुभयो। के अनुरोध गर्नुभयो भने यो मैत्री अहिले अजित भने चाहिँ को हो, के हो, किन उहाँको पुरा उहाँको जय जयकार उहाँले पुरा सम्झना उहाँले चाहिँ पुरा सम्मान गर्नुहुन्थ्यो। अनि भावी बुद्ध थियो नि उहाँ त भविष्यको बुद्ध भएको हुनाले अजितलाई चाहिँ अलि नजिक ल्याएर फेरि धर्मदेश दुनियाँ दिने जस्तो अनि धेरै उहाँलाई चाहिँ सहयोग गरे जस्तो सल्लाह सुझाव दिने जस्तो अनि धेरै घनिष्ठ नजिक देखेर चाहिँ अनि कुनगाउँले सोध्ने क्रममा यो मान्छे चाहन्छु नै होइन भविष्यको बुद्ध हो, पहिले पनि यस्तो बनेको हो भनेर चाहिँ कुनगाउँलाई सुनाउनु भयो। यो चाहिँ यहाँ कुनगाउँ होस् चितर झ्याङ्जु सेम्बा सेम्बा छेम्बो छाम्बे ये चितर छैन जसरी यो झाङ्जु सेम्बा सेम्बा छेम्बो होस् झाङ्जु सेम्बा भने बोधिसत्ता अनि बोधिसत्ता भने महाबोधिसत्ता भनेको खोज्यो। झाङ्जु सेम्बा सेम्बा छेम्बो भन्छ नि महाबोधिसत्ता को हो त भने मैत्री हो अरे छाम्बे nguồn छ नि पहिला के गर्नुभएको छ nguồn nguồn अनि झाङ्जु सेम्बी च्यापा चोबी छेस चोबी छेस पहिला उहाँ बोधिसत्ता भएर चाहिँ प्राणीको हित गर्ने क्रममा भन्नु खोजेको। भगवान् गौतम बुद्ध स्वयं पनि बोधिसत्वको रूप कतिवटा धारण गर्नुभएको छ, हजारौँवटा रूप धारण गरेर प्राणीको हित गर्नुभयो नि त्यो जस्तै गरेर अनि चाम्बा अथवा मैत्री पनि पूर्व जुनी आज अजित हो, अजित भनेको जुनी लिएको छ, भविष्यमा मैत्री बुद्धमा परिणत हुनेछ, पूर्व जन्ममा लोट त्यहाँ थियो, त्योभन्दा धेरै अगाडि पनि उहाँले प्राणीको हित गर्छु भनेर प्रतिज्ञा गर्दै प्राणीको हित गरिरहेको समयमा एकचोटि बुद्ध रिन्छेनदुक अनिको शासनमा उहाँ चाहिँ लुटो त्यहाँ भनेर जन्म लिएको समयमा अनि यो प्रार्थना गर्नुभएको हो भने nguồn झाङ्जु सेम्बा च्यापा चोबी छे निन ल्यान्सुम छेन ल्यान्सुम अरे निन भने चाहिँ दिउँसो हो, छेन भने चाहिँ राति हो। दिउँसो 3 चोटि पढ्नुहुन्छ अरे, राति नै उठेर 3 चोटि पढ्नुहुन्छ अरे। यो प्रार्थना चाहिँ कसले लोटे त्यहाँबाले निन ल्यान्सुम छेन ल्यान्सुम त लाको ठप्पा चितो छ नि लाको ठप्पा भनेर उहाँको यो छोको नम्जेरहरू छ नि पुरा राम्रोसँग लगाएर हामीले पनि कहिलेकाहीँ नङ्गै कहिलेकाहीँ आदि नङ्गै भएर अथवा त्यसरी पनि पढ्छौँ नि त्यस्तो नभएर पढ्ने क्रममा चाहिँ जिउमा जति पनि लुगा सबै न्यामपूर्वक लुगा लगाएर त्यहाँबाट यो चाहिँ पुरा गरेर अनि त्यो पनि खुट्टा यो गुँडा दायाँ चाहिँ टेकेर बायाँ चाहिँ उँभो राखेर अनि यसो गरेर प्रार्थना गर्नुहुन्छ अरे। के प्रार्थना गर्नुहुन्छ यो साङ्गेकोलाई छाचोलो भने प्रार्थना गर्नुहुन्थ्यो अरे। लाको ठाउँमा चितु सर्ने एउटा यसो गरेर अनि यसो गरेर पुमो एपी लाङ्गा अरे यहाँ रहेछ है पुमो छैन के हो गुँडा भनेको पुमो योलाई पनि यो के भन्छ पुमै भन्छ भने चाहिँ यो खुट्टाको गुँडा भनेको त्यो गुँडा अनि कुन चाहिँ दायाँ चाहिँ आज हामीले सोजोङ्गो दोम्बा लिने क्रममा अश्रशील ग्रहण गर्ने क्रममा अथवा न्युनेको समयमा यो दायाँ चाहिँ टेकेर बायाँ चाहिँ माथि उठाएर अनि यस्तो गरेर जुम्ला हात गर्दै अनि शिल ग्रहण गर्छौँ हो त्यो जस्तै गरेर हजुर पुमो एबी लामा सल्लाह चोक्दे थाल्मो झ्यार्दै छन् दुईटा हात यसो गरेर नमस्कार गरेर सिक दिके चाहिँ मलम तपो अरे यो मलम यो चाहिँ यो चाहिँ एकाएक उहाँले प्रार्थना गर्नुहुन्थ्यो भनेर बुद्धले भन्नुभएको हो। बुद्धले भन्नु भए तापनि किन भन्नुभयो यो अजित चाहिँ पूर्व जन्ममा लोटोतेमा भएको बेलामा यसो प्रार्थना गरिदियो। यो प्रार्थना चाहिँ राम्रोसँग अभ्यास गर्नु, अध्ययन गर्नु, साधना गर्नु, यसको साँच्चीको मतलब बुझ्नु भनेर चाहिँ त्यहाँ उपस्थित सबैलाई भन्नु खोजेको हो बुद्धले चाहिँ। यो धेरै महत्त्वपूर्ण प्रावधान हो। जसरी कुदो साङ्बोले अनि साङ्जो जस्तै अनि यो चाहिँ के हो त भने हो पनि चामन हो, धेरै धेरै महत्त्वपूर्ण हो। अब बोधिसत्ता बोधिचित्ता भन्नु साधना त्यहाँ चाहिँ दुईटा छ, मम्बी सम्झे भनेर झुक्बी सम्झे। मम्बी सम्झे भन्नु साधना त्यहाँ चाहिँ सोचमा सोच हुनुपर्छ अरे सोच। अब जसरी म बौद्ध जान्छु भने एउटा सोच छ नि हो त्यो जस्तै गरेर ओ म प्राणीको हित गर्छु भने सोचलाई चाहिँ मम्बी सम्झे भन्दछ। त्यो बौद्ध जान्नु लागि हामी नाम तयार गरेर हिँडेर त्यहाँ गएर छेउमा बाला मलम गरेको चाहिँ झुक्बी सम्झे रहेछ। त्यो जसै गरेर सम्झे भन्नु साधना चित्त भने चाहिँ 3 प्रकारले रहेछ। त्यो 3 प्रकारको चित्त चाहिँ कस्तो हो भने हो पहिला म प्राणीको हित गर्छु त्यसपछि म बुद्ध हुन्छु भने चाहिँ म अघि यो साङ्जो जस्तो चाहिँ हो अरे। आज यो चाहिँ के हो भने
ग्याल्पो तपस्या हो भन्छ ग्याल्पो। जो मान्छे अब देशमा दिएको शान्ति गराउनु लागि अथवा त्यहाँ विकास गर्नु लागि चाहिँ हो म चाहिँ प्रधानमन्त्री हुनुपर्ने रहेछ अथवा म राष्ट्रपति हुनु पर्दछ, त्यस पछाडि मैले यहाँ अनि हक अधिकार जमाएर चाहिँ मैले विकास गर्न सक्दछ भनेर चाहिँ त्यो ठाउँमा पुग्न लागि मारे हत्ते अथवा त्यो ठाउँ जाने प्रयास गर्छ नि, त्यो जस्तै गरेर आज यो परिधान मलामको उद्देश्य चाहिँ के हो भने ओ म चाहिँ बुद्ध होस्, बुद्ध भइसकेपछि अनि प्राणीको हित गर्छु भनेर चाहिँ सोचेर गर्ने पदार्थ चाहिँ हो अरे। त्यस कारणले साङ्चो र योमा कुन ठुलो हो भने साङ्चो ठुलो हो भन्नु खोज्यो। साङ्चो चाहिँ जीव तपस्याम हो, जो मान्छे गोठालाले आफ्नो अब गाई गोरु होस् होइन बिहार बाख्राहरू होस् सबै आफ्नो खोरमा हालेर चाहिने पानी र चाहिने घाँसहरू राखेपछि मात्र उसले सरसफाइ हुँदै खानापिनाको लागि अगाडि बढ्छ। त्यो जस्तै सबै प्राणी संसारबाट मुक्त होस् त्यहाँदेखि यहाँ सक्यो न मलाई तङबर स्यो भनेर लास्टमा यो छ। अब यहाँदेखि भने लास्टमा अब गार्डेन साजियो बोल रप्तु ने हो यहाँ चाहिँ दिने शिव के म त गदेन के हिको भनेर यहाँ चाहिँ छिटोभन्दा छिटो म गदेनबाट बुद्ध भएर चाहिँ प्राणी हित गर्न सकौँ भनेर चाहिँ त्यो प्रार्थना भएको हुनाले अनि साङ्चो र च्यामनभित्र साङ्चो ठुलो अनि जीव तब सेम्केसँग सम्बन्धित भयो, गोठालासँग सम्बन्धित सेम्के अथवा बोधिचित्त भयो, यो चाहिँ के भने ग्याल्पो तब सेम्के हो भनेर बुझ्नुपर्ने रहेछ होइन। अब यहाँबाट अब यो पढ्ने बेलामा लुटो त्यहाँबाट कसरी पर्दछ, दिनमा 3 चोटि राति पनि उठेर 3 चोटि पढ्ने थियो अरे। किनभने भने सबै बुद्धको ज्ञान शिक्षा चाहिँ यसमा समावेश भएको छ। अहम त गर्नु नहुने छ भने यहाँ थाहा भएको छ, सो पारामितले युक्त हुनुपर्ने छ भने सबै यहाँ थाहा यसमा लेखेको हुनाले यहाँ श्लोक कति रहेछ न 24 श्लोक। 23 श्लोक चाहिँ अब मैत्रीले भन्नुभएको, एउटा श्लोक चाहिँ बुद्ध शाक्यमुनि स्वयंले भन्नुभएको सायद, अनि 24 श्लोक छ हो। त्यो श्लोक चाहिँ अब यहाँबाट सुरु भयो है ल। अनि सांघ्यकोला छाक्जालो होस् टाउसन हामिक द्याम्बाई च्याजु स्याम्बा नामधाया न्याथो नम्बा छाक्जालो होस्। अब जसरी साङ्चो मलामा पनि सर्वप्रथम के छ छाक्जालवादमा छुजी स्याक्वाद भनेर चाहिँ अनि 7वटा मार्ग अथवा बाटोमा लागेर पुण्य वृद्धि अथवा पुण्य कमाउने अनि प्रार्थनाहरू भएको जस्तै गरेर यहाँ पनि एकाएक नदेखाए पनि तल र माथि भयो भने यहाँ चाहिँ जोडेको छ हो। पहिले चाहिँ के भने ढोकेर अथवा नमन गरेर अनि अथवा सम्मान गरेर चाहिँ पुण्य कमाउनु पर्छ। त्यसको निम्ति कसलाई नमन अथवा सम्मान अथवा कुनलाई ढोक्ने हो भने चाहिँ बुद्धलाई ढोक्ने भनेर सम्झिनु भयो। साङ्घ्यको होला छातो साङ्घ्य कति छ, धेरै छ अरे, अपरम्परा छ, अनागिरी छ, असङ्ख्य छ, 10 दिशामा बुद्ध हुनुहुन्छ हो। आहरूलाई सम्झेर साङ्घ्यको होला छाक्सालो, साङ्घ्य भने बुद्ध भयो, कुनलाई भने सबैमा, अनि छाक्सालो भने शरीरले के गर्ने निहुरेर अथवा वचनले के गर्ने सुरिलो बाखाहरूमा, मनले के गर्ने उहाँको गुण अनि योगदान उहाँको शक्ति अथवा उहाँको दीक्षा शिक्षाहरूको अनि ठुलो कदर गर्दै उहाँमा धेरै गुण भएको सम्झिँदै आशीर्वाद भएको सम्झिँदै अनि नमन गर्नुपर्छ। त्यसो नमन गर्यो भने अथवा डोग्यो भने के हुन्छ अनि पुण्य लाभ हुन्छ, त्यसले दशा गरेर हट्छ अरे। साक्षाल्जी गरेर धेरै पुण्य कमाउनु अरे। अब कोलाई नमस्कार गर्ने, पहिला त बुद्धलाई नमस्कार गर्ने, बुद्धलाई हो मेरो यो म एक्लै होइन कि सारा जगतको प्राणी सबै मसँग ढोगिरहेको छु भनेर सम्झिनु पर्यो। त्यो चाहिँ शरीरले वचनले जति पनि संसारमा भएको बुद्धहरूलाई सुरिलो भाकाले अथवा उहाँलाई पुरा शुद्ध भाषामा म उहाँको अनि जय जयकार गर्दै उहाँको अनि गुणको प्रशंसा गर्दै उहाँको कारणले कृपा आशीर्वादले प्राणी कति हित भएको छ त्योहरू सम्झिँदै अनि म ढोग्छु अरे। अनि मनले के गरे भने ओ बुद्ध भनेर दुल्जिक दुनियाँ साङ्गे भन्दछ नि, एउटा दुलो अथवा कन भने पनि परमाणु भने पनि दुलो, त्यसमा पनि कति छ नि अनि हजारौँ बुद्धले बास गरेको छ है भनेर त्यस्तो विश्वाससहित म नमन गर्छु अथवा ढोग्छु भनेर सम्झिनु अरे। साङ्गेको होला छाक्चलो हो, ढोगेर पुण्य कमाउने। किन ढोग्ने? शरीरको पाप नष्ट गर्नुलाई, वचनको पाप नष्ट गर्नुलाई चाहिँ, मनको पाप नष्ट गर्नुलाई चाहिँ ढोग्नुपर्छ अरे। शरीरले पुरा रिस्पेक्ट गरेर वचनले त्यो शब्द उच्चारण गरेर मनले उहाँको अनि के भन्छ शक्तिहरू उहाँ बुद्धहरूको कृपा आशीर्वादहरूको
पुरा चाहिँ विश्वास भक्तिभाव जाग्दै अनि नमन गर्नु अरे। त्यसो गरेर के भन्छ भने धेरै पुण्य लाभ हुन्छ। बुद्ध स्वयंको अनि माथि टाउको अब शिरको माथि त्यो गहवर सबै के कारणले सबै बुद्धहरू अब भन्दा माथिहरूलाई सम्मान गरेको आदर गरेको उहाँहरूले खुसी व्यक्त गरेर सेवा गरेको कारणले घमण्ड नगरेको कारणले यो उला चुक्दर आएको हो भनेर होइन पहिले भने त्यो अब कहानीहरू बताइसकेको छु। त्यो जसै गरेर त्यसरी सबैप्रति के हुनु पर्यो अनि अब सेवा भाव हुनु पर्यो अथवा नमन गर्नु पर्यो, उहाँलाई पुरा भक्ति भाव आउनु पर्यो। त्यो नभएर अनि घमण्ड गर्नु हुँदैन भन्छ। काका खाँगा भनेर पनि नजानेको मान्छेलाई मान्छेले काका खाँगा भनेर चारवटा शब्द मात्र अक्षर मात्र जानेको भने त्यो ऊभन्दा धेरै के हो अनि विद्वान हो त्यो थाहा भएको मान्छेहरूलाई। नजानेकोहरूले जानेकोहरूलाई अनि धेरै जानेकोहरूले अनि अलिअलि मात्र जानेकोहरूले चाहिँ के गर्नु पर्यो सम्मान गर्नुपर्छ। अब अथवा अब भन्दा माथिल्लो स्थानको बुबा आमा देवी देवता बुद्ध बोधिसत्व अथवा अर्हतहरू अनि संसारमा भएको जो पनि चाहिँ अब भन्दा माथिको स्थानको लागि के भन्यो डोक्छु भने खोजेको किन साङ्ख्यकोलाई छाक्छलो भने चाहिँ साङ्ख्यकोलाई छाक्छल छिङ गरेर नै धेरै पुण्य लाभ गर्ने सकिँदछ। अब टाङसङलाई मेद्यमा यस 장주세 만남다 녀던 나라 차서로선 अब टामसङ थामिक देमा टाङसङ भन्छ नि टाङसङ भन्ने केलाई भन्दछ भने जो सांसारिक अब सुखहरू इच्छा आनन्दहरू सबै त्याग्छु भनेर लुगाई भने अलिकति भिन्नै लगाएर अनि जो रुख मुनि अथवा ओडार मुनि गुफामा एकान्तमा डाँडामा खोलामा अनि कुवा पँधेरको छेउमा गएर चाहिँ ध्यान गरेर बस्छ नि हो त्यसलाई चाहिँ टाङसङ भन्दछ। टाङसङ टाङसङ भने यो आफ्नो यो डाँड छ नि डाँड सिधा पारेर ध्यानमा बस्न टाङ बस्छ टाङ दिएदैन टाङबो गरेर बस्नलाई अनि आफ्नो मन पनि शुद्ध अनि जुठो बोल्दिन शरीरले अनि 3 पाप नगर्ने वचनले 4वटा पाप नगर्ने मनले 3 पाप नगर्ने अनि प्रतिज्ञा गरेर अनि ध्यानमा बसेर यसो बसेर चाहिँ टाङसङ भन्दछ। जोसरी त्रिकालका बुद्धहरू पनि यही माध्यमबाट चाहिँ उहाँ बुद्ध हुनुभएको अहिलेसम्म भएको बोधिसत्वहरू पनि यही माध्यम अथवा यो बाटोमा लागेरै अनि बुद्ध भएको सबै देवी देवताहरू पनि अनि पहिला अब संसारका देवताहरू नै सबै यो ध्यान साधना गरेको कारणले त्यहाँ पुगेको हो। त्यस कारणले त्यो साधना गरेकोमा के दुर्लभ अनि ज्ञानहरू छ भने शिक्षा अथवा दीक्षाहरू छ भने त्यहाँ चाहिँ के भने अनि यो आध्यात्मिक ज्ञान छ अरे हो। जस्तो के भने टाङसङ थामिक द्याम यस टाङसङ थामिक थामिक भने देवताका आँखा भएको हो भनेको यो चाहिँ मुन्से ङा भन्छ मुन्से ङा। अब यसलाई चाहिँ पुरा के भने लाई मिकी मोसे अरे टाढासम्म हेर्नु सक्ने त्यस्तो क्षमता अनि ज्ञानहरू अब त्योलाई चाहिँ मोसे भन्छ नि। अब त्यो लाई मिकी मोसे धेरै ध्यान तपस्या गर्नुहुँदा चाहिँ अनि टाढा टाढाको अनि सियो दाको धिलेर केरा फलेदेखि सबै एकाएक चिन्नु सक्छ अरे। त्यसो भने दूरबीन लाउनु नपर्ने अनि सीसी क्यामेरा जसरी नभएर सबै अब जस्तै हिमालमा के रहेको छ तल पहाडमा के रहेको छ तराईमा के रहेको छ बुद्धगयामा को घुमिरहेको छ श्रीलङ्काको त्यो अब माथि टापुमा को गइरहेको छ सबै यस्तो हेर्नु सक्ने क्षमता भएकोलाई चाहिँ के भन्छ भने त्यसले दिव्य शक्ति हो हो। त्यसलाई चाहिँ मिकिङ मोसे भन्छ र थाई मिकिङ मोसे भने त्यो रहेछ। मुन्से भने चाहिँ आध्यात्मिक ज्ञान ऊ जे छ टाढाबाट आँखाको शक्तिले टाढा हिँड्नु सक्ने आफ्नो आँखा बिग्रियो भने चाहिँ छेउमा पनि देख्नु सक्दैन नि तर टाढा टाढा हिँड्नु सक्ने क्षमता कसलाई छ भने धेरै ध्यान गर्ने मान्छेहरूलाई छ अरे। त्यो चाहिँ मोसे ङा भनेर पहिलो के रहेछ मिकिङ मोसे। दोस्रो के छ नवी मोसे अरे यो कान छ नि कानमा पनि दिव्य शक्ति छ अरे। त्यो दिव्य शक्ति के टाढा टाढा के भनेको सबै सुन्नु सक्छ अरे। आज बुद्ध बोधिसत्वमा यो मोसेङा छ अनि यो आर्हतहरू पनि मोसेङा छ देवी देवताहरू पनि मोसेङा छ भनेको छ। त्यस कारणले यो अनि यो ताई नवी मोसे भने चाहिँ यो कानले पनि थोरै जे भन्छ चरा चुरुङ्गीको कुरा पनि सबै उसले सुन्छ त्यो बुझ्छ अरे। गाई गोरुको स्वरो पनि सबै उसले सुन्छ सबै बुझ्छ अरे। कुकुर बिरालोहरूको कुरा मानिसहरूले आफ्नो लागि के कुरा काटिरहेको छ के सामान गरेको छ सबै सुन्नु सक्ने खुबी क्षमता भएको त्यस्तो रिधिसिद्धि त्यस्तो अनि यो आध्यात्मिक ज्ञान भएको छ भने हो त्यसले चाहिँ मुन्से भन्छ आध्यात्मिक ज्ञान हो। दोस्रो त्यो रहेछ एउटा चाहिँ के रहेछ थाई मिकिङ मोसे दोस्रो चाहिँ थाई नवी मोसे अनि एउटा चाहिँ स्यानसेम सेपिङ मोसे अरे। तेस्रो चाहिँ अरूको मनमा के छ आफ्नो श्रीमानले के सोचिरहेको छ श्रीमतीले के सोचिरहेको छ साथीभाइ दिदीबहिनीले के सोचिरहेको छ सबै एकाएक थाहा हुने
फलानुले के सोचिरहेछ, ढिस्काले के सोचिरहेछ, शत्रुले के मित्रले के सोचिरहेको छ भने जस्तो कुकुर बिराले के सोचिरहेको त्यसको चाहना इच्छा सबै सर्लङ्ग थाहा हुन सक्नेलाई सेन्सेम सेपी मैसे भन्दछ। सेन्सेम सेवा अरूको मन पनि बुझ्न सक्ने त्यस्तो चाहिँ अब दिव्य ज्ञान चाहिँ के को कारण पाउँछ भने ध्यान गरेको कारण पाउँछ अरे, टाङसङ गरेर यसरी बसेको कारण पाउँछ अरे। अनि यताउता जय जग्गा जय लेनदेनमा अनि यो संसारको कार्यमा अनि त्यो फसेकोहरूले यो ध्यान पाउँछ त पाउँछ। त्यो पाउनु लागि त एकान्तमा गएर ध्यानै गर्नुपर्छ, समध्यान घुम्से गर्नुपर्छ। सिने थाक्दो हुँदैन नि, समता र विपसनाको ध्यान साधना गर्दा 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 अनि यो चाहिँ 5वटा दिव्य शक्तिहरू सबै प्राप्त हुन्छ अरे मैसेङमा चाहिँ। यो चाहिँ सेन्सेम सेवा भने तेस्रो भयो। चौथो त के हो भने हो मुन्ने जेसु टेमिङ मैसे अरे। यो चाहिँ पूर्व जुने के हो सबै थाहा हुन्छ अरे, पछि जुने के हो सबै थाहा हुन्छ अरे। एउटा कुकुर यहाँ लाग्यो, यो कुकुरको पहिलो जुने के थियो, यो मरेपछि कहाँ जुने लिन्छ सबै त्यसो थाहा हुनेले अनि मुन्ने जेसु टेमिङ मैसे भन्दछ। पहिलाको पनि थाहा हुने, अर्को भविष्यको पनि थाहा हुने, त्यस्तो दिव्य शक्ति पनि ध्यान गरेर थाहा हुने भएको हुनाले अनि यी अनि ज्ञानले युक्त भएको अनि बुद्धको चेला अनि बोधिसत्व अनि अर्हतहरू देवी देवताहरू सबैलाई म ढोक्छु भन्नु खोजिरहेछ यहाँ चाहिँ है ल। ट्रान्सफर लामिक भने चाहिँ अनि त्यो चौथो त्यो भयो। अनि एउटा चाहिँ के हो अनि जुठुल अरे, रिधि सिधि आकाशमा उड्नु सक्ने अथवा आँखाबाट चाहिँ आगो अनि मुखबाट पानी त्यही आगो निभाउने जस्तो अथवा अहिले एक ठाउँमा यहाँ धर्मदेव सुनाइरहेको गुरुहरू अनि 100औं ठाउँमा अरू ठाउँमा पनि धर्मदेव सुनाइरहेको जस्तो यहाँ पुरा गफ गरी खाइरहेको देखेर चाहिँ फेरि अरू ठाउँमा पनि खाइरहेको अरू गफसफ गरिरहेको त्यस्तो दृश्य देखाउन सक्नेहरूलाई के भन्छ रीतिसिक्ति, अर्थात् त्यसलाई जुठुल भन्छ। त्यो शक्ति आध्यात्मिक ज्ञान भएपछि मात्र पाउँदो रहेछ। त्यस्तो दैविक शक्तिहरू पनि प्राप्त भएको जति पनि जो साधक छ, जति पनि तपस्या गर्ने व्यक्तिहरू छ, जति पनि पुरा ध्यान गर्ने यो ध्यान प्रेमीहरू छ उहाँहरूलाई म नमन गर्छु भनेर सम्झिनु भन्नु खोजिरहेछ। त्यो टाउँसन लामिक भने चाहिँ लामिक भने चाहिँ 5वटा अनि अब आध्यात्मिक ज्ञानले युक्त अथवा त्यो दैविक ज्ञानले युक्त भएको अनि बुद्धको चेलाहरू छ उहाँहरू सबैलाई ढोकेर पुण्य लाभ गर्नु अरे। यहाँ चाहिँ टाउँसन लामिक ज्याम्बा भने चाहिँ बुझ्नुभयो है ल। च्याङ्जु स्याम्बा नमयाङ अब टाउँसन लामिक लामिक ज्याम्बा भएको अनि च्याङ्जु स्याम्बा भयो उहाँहरूलाई म नमन गर्छु अरे। च्याङ्जु स्याम्बा भने चाहिँ कहाँ पुगेर बस्छ लामगा भनेर चाहिँ न पञ्चर मार्गको भित्र पहिलो दोस्रो तेस्रो मार्गमा पुगेपछि त्योलाई मात्र के भन्छ च्याङ्जु स्याम्बा भन्दछ, जसलाई हामीले आर्य भनेर फाक्पा भने सबै एउटै हो फाक्पा आर्य अनि एउटा चाहिँ के रहेछ अनि च्याङ्जु स्याम्बा हो। त्यस्तो नै रीति सिद्धि मात्र नभएर 5वटा दिव्य ज्ञानले युक्त भएको बोधिसत्वहरूलाई पनि म नमस्कार गर्छु, सम्मान गर्छु, ढोक्छु, नमन गर्छु, उहाँको योगदान सम्झिन्छु, उहाँको श्रद्धा आस्था जाग्छु, भक्ति भाव जाग्छु भन्नु खोजेको रहेछ। अनि च्याङ्जु स्याम्बा नम्दा भने त्यो हो। अनि तेस्रो चाहिँ को रहेछ न्यान्थो नम्ला छ ल। न्यान्थो न्यान्थो भने अनि श्रवक यान र प्रतीक बुद्ध यान, यहाँ त्रियानको कुरा रहेछ। एउटा त्रियान भनेर 3 यानलाई के भन्छ भने श्रवक यान, प्रतीक बुद्ध यान, च्याङ्जु स्याम्बा अथवा बोधिसत्व यान। त्रियाना याना भनेको बाटो अथवा त्यो बाटोमा लागि चाहिँ बुद्धको भूमिमा पुग्छ कि श्रवक यान न्यान्थोमा लाग्नु पर्यो कि राङ सङ्ख्या प्रत्येक बुद्ध यानमा लाग्नु पर्यो कि बोधिसत्व यानमा लाग्नु पर्यो अनि मात्र बुद्ध भूमिमा पुग्छ छन्। त्यो 3 यानमा अनि ध्यान साधना गर्ने 3 यानमा प्रवेश गरेर 3 यानको उपाधि हासिल भएका सबै बुद्धको चेलाहरूप्रति चाहिँ अनि नमन गर्छु अथवा ढोक्छु, ढोकेर पुण्य लाभ गर्छु भन्नु खोजिरहेछ है ल। टाङ्सो लामिक द्याम भाइ च्याङ्जु स्याम्बा नम्दा न्यान्थो नम्ला छाक्छलो छन्। अब न्यान्थो भनेको कुरा छ अनि बुद्धको एउटा चेला हो, बुद्धको अनुयायी हो। त्यो न्यान्थोको मार्गमा लागेकोहरूले पनि आफ्नो भित्र भएको शत्रु, आफ्नो भित्र भएको डा सबै नष्ट गरेर त्यसलाई दमन गरेर टुक्रा टुक्रा पारेर त्यसलाई परास्त पारेर चाहिँ त्यसलाई जितेर चाहिँ अनि उहाँ चाहिँ मुक्त हुन्छ। मुक्त भएपछि कहाँ पुग्दछ भने अर्हत हुँदछ, डाजोमा पुग्दछ, युन्सु श्रीवाङ श्रीमेवाङ डाजोमा पुग्दछ हो। त्यो ठाउँलाई चाहिँ के भने न्यान्थो भन्दछ। अनि राङ साङ्ग्या भने प्रत्येक बुद्ध पनि पुग्दछ हो। प्रत्येक बुद्धको पुगेकाहरूलाई पनि अनि म के गर्छु नमन गर्छु अरे। त्रियानमा
लागि परेका बुद्धको चेलाहरू प्रति चाहिँ अनि ढोग्ने प्रार्थना अथवा त्यो परिधान अथवा त्यो शब्द चाहिँ हो अनि त्यो गरेर सांख्यकोला छ ढाउँसला मेध्यममा छेसे भन्दा न्यान्थो नम्ला छाचलो होस् यो एक श्लोकले अनि ढोगेर पुण्य कमाउने अनि यो अब विधि देखायो यही मात्र पढेर भयो सांख्यकोला छ ढाउँसलामा छेसे भन्दा न्यान्थो नम्ला छाचलो भने सांख्यकोला छ अब छिङ्गे सोध छु धुदो स्यामी ढुङ्गा यो छाचलो त्यही मात्र पढेर ढोग्यो भने पनि दसैँ दिशाको बुद्ध बोधिसत्व अथवा प्रत्येक बुद्ध अनि अर्हतहरू सबैले हामीलाई आशीर्वाद दिन्छ उहाँहरूको कारणले हाम्रो जय जय हुन्छ हाम्रो सबै पाप नष्ट हुन्छ हामी सबैको अनि पुण्य वृद्धि भएर हामी पनि उहाँहरू जस्तै हुन सकिन्छ त्यस कारण ढोगेर पनि पुण्य कमाउँछ नि कसरी कसलाई ढोग्ने त नि बुद्धको त्रियानमा लागेको ठ्याक्क सुममा लागेको अनि अनुयायी अथवा चेलाहरूप्रति ढोगेर पुण्य कमाउनु भनेर अनि यो मैत्री बुद्धको अनि रचना बुद्धको मुखर बिन्दुबाट अनि भन्नुभएको थोरी अनि न्यान्डोल अनि दोगेजी थोरी घाँसी मेबाट के चान्सु सेमला छाचलो होस् अब यो चाहिँ बोधिसत्वहरूलाई नमस्कार गर्छु अरे न्यान्डोल अनि दोगेजिङ न्यान्डो भने चाहिँ क्या दुर्गतिको स्थान तिनवटा छ अरे न्यालवा हितक तुडो भन्छ नि नर्का प्रेत अनि पशु पक्षी लोक चाहिँ अनि दुर्गति हो न्यान्डो सुम हो त्यो न्यान्डो सुमबाट चाहिँ अनि अब के भन्छ बचाउने त्यहाँ जानु नपर्ने त्यहाँ जानुबाट वञ्चित गराउने चाहिँ को हो भने धर्म हो नि बुद्धलाई मात्र ढोकिएको होइन यहाँ चाहिँ धर्मलाई ढोकिएको कुरा हो धर्म भने यो छो पुस्तकलाई है ल अब पुस्तकको ठेली भनौँ धर्म ग्रन्थ भनौँ हो साङ्ग्यलाई मात्र शासन गर्छ हुन्छ त हुँदैन छेउलाई नै शासन गर्नुपर्छ नि भन्छ नि छेउला ग्याप्छ छेउ छेउला ग्याप्छ छाचलो भन्छ नि हो त्यो छेउ चाहिँ यो त्यो चाहिँ न्यान्डोले नै दोगे चाहिँ जुन चाहिँ धर्म ग्रन्थ पढेर अध्ययन गरेर साधना गरेर मतलब बुझेर त्यसको अभ्यास गर्यो भने चाहिँ अनि हामी चाहिँ के भने नर्कमा पतन हुनु पर्दैन प्रेतमा पतन हुनु पर्दैन अथवा पशु पछि जन्मको जुनी लिनु पर्दैन भन्नु खोजिरहेको त्यसमा न्यान्डोले नै दोगे छिङ भने त्यो थोरी लाने रप्तन लाछ त्यो धर्म ग्रन्थ साङ्गेको सुङ अनि बुद्धको वचन अनि बुद्धको चेला झाङ्सु स्याम्बाहरूको अनि लेख्नुभएको शास्त्र अथवा तेन्जुरहरू अब चाहिँ त्यसको अब अभ्यास गर्यो भने चाहिँ कहाँ पुग्छ त भने थोरी लाने राप्न लाग्छ थोरी भने चाहिँ देवलोकमा पुग्न सकिन्छ मनुष्य जुनी राम्रो लिने अवसर हामीलाई पाउँछ अथवा बुद्ध बोधिसत्वमा सम्म पुग्न सकिन्छ त्यो अभ्यास गर्यो भने त्यसो नै थोरी लाने राप्न लाग्छन् अब दुर्गति र सुगतिमा पुर्याउन सकिन्छ दुर्गतिबाट मुक्त गराउन सकेर दुर्गतिबाट मुक्त गराउने र सुगतिमा पुर्याउन सक्ने क्षमता भएको धर्म ग्रन्थको अभ्यास गर्यो भने भन्ने कुरा रहेछ थोरै नै रप्न लाग्छ घाँसी मेवा डेङ्गी भा घाँसी भने दुईवटा छ यहाँ शब्द गा भने चाहिँ बुढापान सी भने मरण जो मान्छे धेरै धेरै दुःखी हुन्छ नि म बुढा भयो खान पाएन लाउनु पाएन म बुढा भयो हिँड्नु सकेन बोल्नु सकेन म बुढा भयो कानले सुनेन अब आँखाले देख्दैन म बुढा भयो सबैले खिसी गर्यो म बुढा भयो मेरो आँखातिर कपाल सेतो भयो मेरो अनुहारमा चौरी पर्यो म बुढा भयो टाढा देख्दैन भने त्यो बुढापानको दुःख र अनि मरणको दुःखबाट मुक्त गराउने सक्ने क्षमता शक्ति भएको पनि के हो त भने धर्म ग्रन्थ हो अरे धर्म ग्रन्थ राम्रोसँग पढ्यो त्यसको अभ्यास गर्यो भने त ओ मरणबाट हामी डराउनु नपर्ने बुढापान भयो भनेर त्यो पनि डराउनु नपर्ने हुन्छ अरे त्यसो भने घाँसी मेबर अब हामी सोनम दिए थम्जे सेवा थप्ने गेमी दाजु के गा नाची बलङ ठोबाई भनेर भन्छ नि के गा नाची जन्म दुःख मरणको दुःख बुढापानको दुःख बिमारको दुःखहरूबाट मुक्त हुन्छ किन हुन्छ भने बुद्धको अनि भूमि पद प्राप्त भयो भने अब बुद्धको भूमिमा पुग्यो भने हो त्यो जस्तै गरेर चाहिँ आज हामी नै यो गावा र शिवा चाहिँ अथवा बुढापान र मरणको दुःखबाट मुक्त गर्न सक्ने क्षमता र शक्ति चाहिँ यो धर्म ग्रन्थमा छ अथवा छेउमा छ अरे पुस्तकमा छ भन्नु खोजिरहेछ बुद्धले सत् वचनमा छ अरे बोधिसत्वहरूको सत् वचनमा भएको हुनाले त्यसलाई चाहिँ पुरा के गर्नु पर्यो सम्मान गर्नु पूजा गर्नु अध्ययन गर्नु अभ्यास गर्नु भन्नु खोजिरहेछ घाँसी मेवा डेङ्गी भएछ झाङ्सु सेमलाई साचलो झाङ्सु सेम भने चाहिँ यहाँ चाहिँ अनि मन भएको अनि बुद्धको अनि चेलाहरूलाई भन्यो भने कि यो झाङ्सु सेम चाहिँ के हो भने यो धर्म ग्रन्थहरू बुद्धले लेख्नु भएको कन्जुर बुद्धको चेलाले लेख्नु भएको तेङ्जुरहरू चाहिँ के हो त भने धर्म ग्रन्थ हो अथवा छो कन्छु हो त्यो प्रति चाहिँ पुरा अनि अभ्यास गर्नु
साधना गर्नु त्योबाट चाहिँ दुःखको मुक्त यो बिमारको मुक्त यो बुढापनको मुक्त मरणको मुक्त पनि हुन्छ अथवा दुर्गतिबाट सुगतिमा अनि प्रस्थान गर्नु पनि त्यसले ठुलो योगदान टेवा पुग्छ त्यसले ठुलो सहयोग गर्छ भनेर अनि छेउको अथवा धर्मरत्नको अनि के भन्छ सम्मान गरेको धर्मरत्नप्रति विश्वास गरेको धर्मरत्नप्रति चाहिँ पुरा अब पूजा गरेको अनि पुण्य पनि धेरै परम्परा छ अनि धर्मरत्नलाई पनि छेउले पनि अनि नमस्कार गर्नु अथवा ढोगेर पुण्य कमाउनु भन्ने खोजेको रहेछ त्यसो भने च्याङ्जु सेम्ला त्यहाँदेखि छाक्छलो अब आज यहीँ राखौँ।